एउटा इन्ट्रेस्टिङ फ्याक्ट, यो फुड ब्लगरहरू चाहिँ जति खाए पनि किन मोटाउँदैन क्या? तिनीहरू जिम जान्छ, म जस्तो अल्छी छैन। तर टेक्निकली हेर्दाखेरि म अल्छी पनि छैन कि। व्हेन इट कम्स टु फुड एभ्रीवन सेज इट्स सो गुड। सो आज म बनाउन गइरहेको छु रामेन। व्हाट द हेकी? तपाईँले भन्नु होला यो त रामेन होइन। यस, यो रामेनको लागि छ होइन, यो चाहिँ छुट्टै एउटा के बनाइरहेको थियो। म यो चाहिँ लास्टमा भन्छु हजुरलाई। अब चाहिँ पार्ट आयो हाम्रो रामेनको। सो यसरी मैले अन्डाबाट येलो पार्ट पर्फेक्टली निकालेको छु म। ये यो चाहिँ मेरो सिक्रेट रेसिपी हो। सो म कसैले पनि भन्दैन के हालिरहेको छु भनेर। जोको पार्ट मैले यो सबै टिकटकमा हेरेर चाहिँ बनाइरहेको। अनि यो बनाउन एकदम सजिलो रहेछ के। टु बी अनेस्ट मैले एक्सपेक्ट चाहिँ गरेको थिएन यति मिठो हुन्छ भनेर, किनभने यहाँ यति धेरै सजावट छ कि बाफरे। देख्दै खाम लागेन? यार कस्तो मिठो पो भएको थियो। आफ्नो मोटोपनालाई सेक्रिफाइस गरेर म खाँदैछु गम गम गरेर। कस्तो दामी। अब दामी भन्ने बित्तिकै मेरो होन्डाको डियो स्कुटरको याद आउँछ कि मेरो वान एन्ड ओन्ली साथी। अनि म अर्को पनि एउटा चिज बनाइरहेको थिएँ त, यो फ्लप अनियन रिङ थियो के। म किन रिस्क लिनु, पहिला यसलाई खुवाउँछु। कर त भाई। कोई हमको अस्पताल पहुंचा दो भैया, बहुत दर्द हो रहा है भैया।